चाहिँ हामी के भन्छ सिसौली हाम्रो गाउँको हामी 4 सिक 3 सिक यहाँनिर छु 1 सिक घरमा छ त्यो 1 सिकलाई पनि उठाएर 4 सिक चाहिँ हामी सिसौली घुम्न जाने अनि रमाइलो गर्ने भिडियो भर्खर त बनाउन थालेको राम्रो लाग्यो लाइक गर्नु होला सब्स्क्राइब गर्नु होला साथीभाइलाई सेयर गर्नु होला हैन मामाले पक्रिन्छ भाइ हामीलाई मामाले चाहिँ पक्रिन्छ हाइवेमा देख्यो भने हामी रिक्स बोकेर जाँदैछु होला रिक्स बोकेर जाँदैछु मामाको डर राखी होइन अप्पर डर लागि पनि आएछ भन्नु मिलेन होला हामी हिँड्ने बाटो केही डराउँदैन होइन त्यो नि बाल छैन पर यो चाहिँ हाम्रो गाउँको बाटो राम्रै छ हाम्रो गाउँको बाटो पनि तर राम्रै सोल्टिनेहरू छैन र पो पिरियड छ त त्यो चाहिँ हाम्रो गाउँमा क्या फेरि हामी जस्तो राम्रो भएन होइन अब कन्टेन्ट अब टिकटकमा भिडियो यस्तै हो होइन भित्रभित्रै जाउँ अनर म त राम्रो छ सोल्टिनसँग बोल्नु जान्दैन यो चाहिँ हाम्रो भैँसी गार्डन है बब गार्डन भन्छ भैँसी गार्डन हामीले नाम राखिदिएको छ तर बब गार्डन अब ओसो पार्क थियो अब पर्क भयो त्यो चाहिँ अब यो चाहिँ बब भैँसी गार्डन हो त्यो चाहिँ ओसो पर्क हो धरानको अस्ति नाम राखेको भाइरल भइदियो के गर्नु बिस्तारै बाकुरी झरे पनि तिमी त धर्छौ नि हामीले उठाउने बानी छैन त्यो त मलाई पनि थाहा छ नि त के गर्नु यस्तै छ मामा दाइ भनेको सब के भन्छ बाटोमा आधी बाटोमै छोडिदिने खालको छ मलाई हामी झरेको मान्छेले उठाउँछौँ क्या अच्छा कोही कहाँ गुमा झरेको त पैसा त दाँतले पनि उठाउँछ नि मान्छे पो उठाउँदैन त पैसा जस्तो चिज छोड्ने कुरा हुन्छ ओइ मा कसो यसको त मासु त दामी हुन्छ त यार मेउनी विषय यता छिरो नि हाम्रो घरमा तर साँच्ची भनेको मेउनी विषय तान छ हामी बासी कुरा कहिले खाँदैनौँ तर मासु चाहिँ कहिले बासी हुँदैन गाई त्यो चाहिँ हो नि फेरि गाई मासु 3-4 दिन गयो नि बासी हुँदैन थाहा छ हामी चाहिँ गाउँको बाटो भित्र जाँदैछौँ अब भित्र गएर अब सिधै त्यतातिर भेट हुन्छौँ अनि के गर्छु त थाहा छैन टाइम पास त हो दिनभरि यो मान्छेलाई आज मोबिलले कराउँछ जस्तो लाग्दैछ एकछिन भनेर आएको होला होइन एकछिन भनेर त आएको यसो भन्दैछु त अब्बर कराउँछ होला यो मान्छेलाई हामीलाई त बाल छैन हामीले त कुरा घुमाइकन आयो गाह्रो छ सबलाई हामी चाहिँ हाइवे आइपुग्यौँ गाइस अर्को मान्छेको घरतिर पनि मामा छ भने 3 सिक बस्नु हुँदैन उत्रिनुको लागि रेडी छु म र होइन अलिक उयस डर त मान्नै पर्छ यार हाइवेमा यता चाहिँ हाम्रो गाउँको गोदाबारी स्कुल जाने बाटो है फेरि मलाई एक्लै छोडेर गयो यिनीहरू पापीहरूले हामीलाई मलाई एक्लै छोडेर गयो यहाँ हेर्नु सक्नुहुन्छ हामी हाइवे आमामा धुलै रहेछ यार हाइवेमा त लास्टै गाडीहरू हिँड्दैछ आज शुक्रबारको दिन शुक्रबारे बजार लाग्छ भिड होला गाडी नै गाडी हान्दै भाइ फेरि मलाई मेरो केटाहरूले कहाँ छोडी कि त गइसक्यो यार बुझ्नु पर्छ भागो लु भागो भयो के अरे अब आठ पुग्यो होला भर्खर 23-22 पुग्यो होला त्यो दिन 30 पुगिसक्यो होला 30-31 होला तर साँच्ची त्यो केटीले चाहिँ लास्टै आशिषलाई उयस गर्ने क्या नि त्यो केटी आशिष दाइलाई त्यो केटी कल कति आउँछ त होइन मन पर्छ खासमा आजसँग मन पर्छ कि तर त्यो दिदीले मलाई लास्ट कल गर्छ कल उठा कहाँ छिर्को यता होइन र 4जना कल गर्दै पछि आज सोधेको गर्छ हौ
माया गर्ने मान्छे त्यति धेरै पाउँदाखेरि केटा हो भाउ दिँदैनौ तिमीहरूलाई पाप लाग्छ कल उठाउनु अगाडि यतादेखि जाँदै हो मा त माथि लु त त्यही बाटो जाउँ हामी चाहिँ एकजना मान्छेलाई लिनु गयो अर्को चाहिँ हामी दुई चाहिँ यहाँ मामा भान्जा चाहिँ यहाँ पर्खिकन बसिरहेको छु चिलमा अब त मान्छे आइहाल्छ होला एकैछिन सिसौली आइपुग्यो अनि चार्सिक चाहिँ एकैचोटि जाने सोचिरहेको छु मलाई आउँछ जस्तो लाग्दैन त्यो मान्छे देख्छ हो त्यो नि हो हामी त के गर्नु पुरै बेरोजगार पैसा पनि छैन धनी पनि छैन हामीलाई पनि काम खोजिदियो हो केटाहरूले हावा त यस्तो मिठो चलिरहेको छ नि मा कसम सुत्नु मन लाग्दो हावा क्या फेरि घाम देखेर चाहिँ सुत्नु मन लाग्दैन क्या यति बेला हामी पहिलेतिर त खोला यहाँ सिसौलीमा नुहाउनु मिल्थ्यो नुहाउँथ्यो अहिले त नुहाउने ठाउँ पनि छैन नुहाउनु पनि दिँदैन अहिले त नुहाउनु दिँदैन फाइन अरे 5000मा कसम तिर्नु सक्दिनँ म यो हेप्पो सिसौलीको मान्छेले हामीलाई क्या लास्ट 5000 फाइन भनेर हो तपाईँ पात्ने म पात्ने हो यता चाहिँ बिल्डिङ गर्छ यत्रो घर कहिले बनाउनु होला यार हामी चाहिँ तपाईँ अवश्य नबोल्नु है सपनाम त बन्छ त हो किन सपना भनेको आवाज के हुन्छ हामीलाई विपनामा चाहिएको यो मान्छे सपनामा कुरा गर्छ हेर यस्तो छ मामाहरू मेरो मामाहरू सपोर्टै भएन क्या के भन्छ उल्टै उयस गराइदिने चाहिँ यतिकै सपोर्ट गर्ने मामा कहाँ भेटाउँछ हो दिउँसो टस बाल्ने खुद्दा नि भेटाउँदैन अबि चाहिँदै त त्यस्तो त यार त्यता त अँध्यारो भइसक्यो अब एकछिनपछि आउँछ होला अनि त्यहाँदेखि जान्छौँ अनि उतै भेटौँला घुम्दै जाँदै भनेको एक्कासी नाक्दै खुदाएर यहाँ सिकिस्त छ मेरो बाबा नाक्री फुटेर के भयो यस्तै छ क्या मेरो मामाको पहिलेदेखि नाक्री फुट्ने बिमारी है फेरि पहिलेदेखि नाक्री फुट्ने बिमारी क्या मेरो मामा चाहिँ आफै पानी के भन्छ नाकदेखि हुन जान्छ के गर्नुपर्छ हौ उपाय भनिदिनु पर्यो मेरो मामालाई चाहियो गाइज होइन हाम्रो मामालाई यसको उपाय चाहिएको छ गाइज सबजनाले भनिदिनु पर्यो के गर्नुपर्छ यो नाक्री फुटेको बेला साह्रै पानी आयो भने नाकदेखि पानी आयो भने चाहिँ खुन आयो भने नपुछ्नै अर्को मामा कसम गिद्दी हुन्छ है मामा हो त्यो नि त्यो मान्छे आइसकेको छैन आधी घन्टा पर्खाउने क्या हो त्यो मान्छेले हामीलाई आधी घन्टा हुनु आँटिसक्यो गाइज अघिदेखि यो चिल यता र उता उडिरहेको छ कि यसले पुरा चरा तागिरहेको छ तर भेटेको चाहिँ छैन कता पुग्यो झरो त चिल सायद हान्न अर्को चरा गयो आउँदैछ त्यहाँ हेर्नु यो सिकार आमामा छोड्छ क्या छोड्नै खोजेको छैन यसले आज कस्तो सेकेर उडिरहेको छ मा कसम र हामी चाहिँ पर्खिरहेको छौँ त्यो मान्छेलाई अब रेडी हुन कति टाइम लाग्छ थाहा नै छैन हामी यतैबाट आन्टी हजुरको घरमा बसे क्या हो आन्टीको ए त्यो मान्छेलाई अब रेडी हुने नि टाइम लाग्छ फेरि आइफोनबाट फोन जाँदैछ नि फेरि हाम्रो त्यो हो क्या गीती चाहिँ आइफोन हामी फेरि यस्तो लेजेन्डी मान्छे हो कि आइफोन बोकेर हिँड्छ अब रेडी हुनु नि बेहुली भन्दा ज्यादा लाग्दैन आन्टी कस्तो खालको साथी भनौँ हो अब यता चाहिँ हो यार अति कलै जाँदैन त हो उठाएन नि कल गर्छु अनि त्यहाँदेखि यो दुईजना भर्खर आइपुग्यो मुलाको सागहरू आउनु ओ ब्रदर डबल ब्याट्री अलिक साइड बस्नु पर्यो यहाँ चार्सिक बस्ने ठाउँमा तपाईँ एक्लै बस्नु मिल्दैन है एकछिन भए पनि ट्याङ्कीमा चढे
हाम्रो सम्पत्ति गाइज एउटा यो यस्तो गाडीमा कुदाइन्छ हाम्रो सम्पत्ति जोगाउन हामीलाई गाह्रो हुन्छ एउटा गाडी किन्नुको लागि अब छिट्टो भन्दा छिट्टो हामीलाई पनि के भन्छ 100K के भो त्यही 1K सब्सक्राइबर बढाइदिनु पर्यो कहाँ मिलियनको त औकातै छैन नि यार मेरो गाह्रो हुन्छ नि दिनु है मलाई पनि यसो सपोर्ट गर्नु पर्यो हुँदैन यस्तो आफ्नो खुट्टा पनि फ्या गरेर बस्नु परिरहेको छ यहाँ मैले चेपिआएको छु मुलाको साग अब चाहिँ सिसो ल्यायो है गाइस हामीलाई पनि यसो भाइरल गराइदिनु पर्यो होइन राम्रै राम्रो सोल्टिनेहरूले हामीलाई पनि बिग फ्यान भन्दै आओस् होइन बिचहरूले ए बेब्सहरूले सरी बिच भन्दैछु यो मान्छे छाडा बोल्छ बुद्धि हान्नु पर्ने सोझो मान्छेले हेप्छ यार अन्त कस्तो बिग्रेको मान्छे है फेरि तात तिम्रो खान्छ नि फेरि यो ड्राइभरले त फेरि पुल खेल्ने भन्दैछ खेल्नु र विनम सरले खेलाउँछ उत्रिउन यहीँ त घुमाउँदा पनि कत्रो अलिक लङ टर्म खेल्छौँ ल पुल खेल्दै भन्दैछ कहिले नखेलेको गेम खेल्दै भन्दैछ सोधौँ न अङ्कल पुल खेल्दा कसरी हो पुल के गेमको या ए गेमको हामीलाई त खेल्नु आउँदैन कसरी खेल्ने हो फर्स्ट टाइम हो हजुर खेल्ने भन्यो के ओ त्यो नि उयस नगर्नु अरे यसमा उयस भयो भने फेरि उयस चाहिँ यो डन्टीले लाग्यो भने चेकिन्छ अरे त हामीले गर्ने होइन नि लु छिराउँदै त लु त्यो गज हात्तीको छ हेर्नु है लु मेरो लु भयो त भयो यहाँ मेरो बाली हो त्यही छोड्नु न त्यही मेरो बाली हो ल डाटा अन गर अरे ल हामी त फर्स्ट टाइम सिकारीले खेल्नु थाल्यो भने फेरि टाइम जान्छ यो पुलको यो रातो सातो यो उयसले चाहिँ के चिनाउँछ क्या मलाई त्यो चाहिँ थाहा छैन क्या रातो बल मात्र अरे हौ तीनटा बल म त राखिदिन्छु ल जुनसुकै भयो नि छिर्नु चाहिँ होइन भाइ गेम सिकौँ न भाइ सिक्नु पर्छ जिन्दगीमा पहिला छिराउनु सिकाएन पहिला हेरौँ भनेको त्यही भएर एकचोटि होइन हामीले भाइलाई सिकाउँदै गर्छ हामी खेल्दै गर्छ कतापट्टि यहाँ त्यो चाहिँ स्ट्यान्ड हो क्या यसरी राखेर ट्याङ ट्याङ हान्ने ल ल ल कता छ टिका यहाँ चाहिँ फेरि टिका दिन्छ गाइज कुन चाहिँ स्ट्याकर ए त्यो गोलभित्र त्यो सेतोलाई चाहिँ सुन्नु न कुन चाहिँ छिराउनु भने कुन चाहिँ के हो रातो छिराउने अब डाइरेक्ट रातोलाई छुवाउनु पर्यो भयो ए भयो त हाम्रो भयो त लु तपाईँहरूको पालि कहाँदेखि हान्ने लु ए त अब हाम्रो टाइम गयो त
तपाईँहरूको जसले पनि हान्नु न पाले पालो हो त्यसको पालो अनि त्यसको पालो त्यसको पालो त्यो अनि त्यो पालो कतादेखि हान्ने छिराउने हो कि हान्ने हो कि हामी चाहिँ यस्तो राखेर हान्नु त है स्किल देखा स्किल अरे सकिन्छ तपाईँको पैसा हाल्यो त्यति पनि तपाईँहरू निस्केर जानुपर्छ बिस्तारै अब यो मान्छेले पो कडा हान्दै त बेनाउँछ लानु ल बल गरेर हाल्न त उता एउटा ल ए छुइसक्यो है भयो 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 त्यो माथि नहाल्न भन्छ यस कता हाल्नु म त यस ल छिरायो कलर बल हान्नु पाउने हो छिरेपछि चाहिँ ए अब चाहिँ हामीले कलर मात्र त हान्नु मिल्ने कि ए अब फेरि रातो नि मेरो पालि होइन विनोद सर यसलाई छोड्नु न त्यसलाई जाँदैन यता साइडमा हान्दैन सकेसम्म दामी जी ल छिरो त्यो भुइँमा चाहिँ नछुहोस् क्या हातलाई चाहिँ मजाले राख्नु अलिक नजिक राख्नु भयो त्यो भन्दा के कता टाढा अब मेरो बाली छिर्छ आजको पालो होइन र झ्याली गऱ्यो गाई किनाले हाम्रो पाल्छ उनीहरूले खाना ल्याएर न छोएर छिरेर आशिषलाई झार्नु पर्यो ल हाम्रो एउटा खाएको छैन छिर्दैन हामीले एउटा खान लागेको छौँ गाई छैन यहाँ छिर्न लागेको छ मेरो साथीको हेर्नुहोस् है सिवाल छिर्दैन नि आफ्नो डाँडी उठाऊ गाइजहरू छिरेन मलाई खुसी लाग्यो त जे भयो पनि भयो नि त अब यो गेम सिक्न टाइम जान्छ त्यही निजतमा खेलिआएको छु एकछिन रमाइलो गर्छौँ अनि त्यहाँदेखि जान्छु भन्दा घुम्नु फेरि अब गेम सिधेर कुरा गरौँ एक घन्टा भयो है दाइ को म चिन्दिनँ त अहिले के भयो 21 बोक्नेहरू त्यो निकाल्नु न 21 चाहिँ 51 हजुर कति 30 रुपियाँ होइन दाइ 30 रुपियाँ होइन कति हो 100 कुलीहरू मसँग त छैन जा कता गयो त दाइहरूको गेम त दाइहरू नै हो नि दाइहरूले त बब्बा लान् हामी जस्तो मान्छेले चाहिँ गेम सिधाउँदा 2 घन्टा लगायो झन्डै है काम छैन हामी जस्तोले के भन्छ सिकारुहरूको होइन आम्मा दाइले त कत्रो उडाइदिएको त अनि भाइ हो अन्त हामी गेमको नजरले बोल्ने हो क्या हामी साइनो लगाएर बोल्ने गेमको नजर भयो भने बाहिर दाइ भनौँ भाइ भनौँ बुढो त भनौँ अङ्कल भनौँ ल
बोलले अब प्र्याक्टिस तिमीलाई खतरा दिनु हो र पर्फेक्ट बनाइदिनु तिमीलाई ओइ सिक्कारी दाइहरू हुँदा हुँदै यार हामी चाहिँ नुब्राहरू हो क्या भर्खर सिक्दै गरेको 1 2 3 आम्मा ओ विनम सर दाम दिएको नि होइन दाम दिएको नि अनि धनी हुँदा हुँदै दाइ देख्नुभयो हामीलाई कम्ती लुट्छ यो मान्छेले हामीलाई ओभर उस गर्छ यसलाई बब्बल चिरायो यार त्यो दाइ गयो क्या अल्छीले टिभीहरूले त ग्याप सघाउँदै थियो यार कता हिँडेको भन्दै थियो ओ ओ सेक्री छिराउनु भयो दाइले त अनि दाइ यो चाहिँ किन झिक्नु परेको पोइन्ट चाहिँ आउँछ तर ए त्यसो हो अब थाहा भयो नि त अब हामी अर्को वर्ष आउँदा चाहिँ प्रोफेसनल भनेर आउने कलर बल हान्नुपर्छ छिरेपछि फेरि जाँको चाहिँ बस्छ क्या कलर बल त्यसो हो हाम्रो कोचै फेरि यहाँनिर चाहिँ हामीलाई के भन्छ सिकाउने कोच दाइ फेरि तपाईँहरूलाई पनि सिक्नु मन छ भने सिसोले आइकन यो एनसी दाइसँग सिक्दा हुन्छ है फेरि फ्रीमा नि फेरि कोच दाइसँग डिफेन्स गर्नुपर्ने छ म जमिले दाइ लुटिरहेको थियो अनि दाइ तपाईँलाई त अनि सिसोलीको प्रो भन्छ अरे त यसमा त अनि अन्त किङ अरे आमा के सानो नाम तपाईँको त प्रो पनि अरे किङ पनि अरे यहाँ फेरि च्यालेन्ज आउँदैछ किन जोगी पार्नु भनेर हो फुट्छ ओ आम्मा अलिकतिले दाइहरूको गेम चाहिँ बबाल प्रो हाम्रो चाहिँ पुरा एउटा गेम सकेको 2 घन्टा लगाउने मान्छे हो अम्बो टिक्को हानेको यार यस मजा आयो आज एकछिन भयो भने है जानुपर्छ माथि एकछिन सिकिहाल्यौ नि त हान्नु चाहिँ सिक्यो जाउँ उहाँ माथिबाट मैले पाइरहेको छु यो मान्छे यो मान्छेले याद हाट्दैछ हेर्नु अरे म कतै टाढो थिएँ भाइ म मर्न आँटेँ भन्छ तब मुखदेखि फोटो खिचिआएछ मेरो सम्पत्ति त्यो 7 करोड मेरो 7 करोड गयो यो चाहिँ सिसोले गाई चाहिँ आम्मा पानी त छैन त फोड्छ त नुहाउनु पनि दिँदैन मासुको झोलले नुहाउनु दिनु नि यार सिसोलीमा जियोस् मजा चाहिँ मजै आउँछ होइन एक जमानामा पनि ओभर मेमोरेबल चिज छ क्या यहाँनिर मेमोर भन्नु न मेमोरेबल यहाँनिर डेली क्लास के भन्छ कलेज सिधेपछि डेली 1 वर्ष जति त गर्मी महिना 6 महिना कि कति महिना जति त यही खोलामा नआयो होला कलेज गयो खानासाना खायो सिसोलीमा आयो एकैचोटि बेलुका 4-5 बजीतिर घर गयो त्यस्तो रुटिन थियो क्या पोजिसन यहाँ सिकिरहेको छु होइन इमेजिन क्या बुढीलाई बाइक सिकाउने होइन म चाहिँ पछाडिबाट सिट गर्ने लगाउनु न तपाईँ यहाँनिर छ टावर चाहिँ यहाँनिर पनि छ दाइ दिदीहरू अब के भन्छ लभ बर्ड्सहरू भनौँ न लभ बर्ड्स क्याच होइन माथि चाहिँ फेरि सोल्टिनीहरू बसेको छ बहिनीहरू सायद सोल्टिनी भन्नु पर्दैन बहिनीहरू भनौँ होइन सोल्टिनी भन्नु भने त मास होला फेरि बहिनीहरूको भनौँ त्यसै कालो न कालो देखिरहेको छ त्यो
के भन्छ घामको फक्स पनि आफ्नो अनुहारमा देखिहाल्छ क्या पुरा, त्यसले गर्दाखेरि चाहिँ यसो गऱ्यो भने चाहिँ देखिन्छ होला अलिक क्लियर। अनि हामी त हौडा एकदम लफङ्गा पाडा हाम्रो छाडा भन्दिनँ म होइन, मान्छे त सफाइ हो, के भन्छ छाडा होइन अब राम्रो होइन, इमान्दारी के भन्छ, मात्र एउटा केटी मात्र पटाउनु नसकेको हो क्या हामीले होइन। हामी नत्र त मान्छे हामी त फेरि एकदम अन्त एकदम राम्रो नि, फेरि त्यहाँ जोडी बसेको रहेछ फेरि, त्यो चाहिँ किदियो भयो क्या, माथि पनि फेरि जोडी बसेछ। जङ्गल यहाँनिरको त सब उयस काटेछ नि त यार रुखहरू। हामी चाहिँ माथि आइपुग्यौँ है, दुईवटा घर हामी चाहिँ पर आउँदैछौँ। अनि यहाँ भाइ बहिनीहरू चाहिँ पुरा कराएको छ फेरि, किन कराएको बहिनी? सेम यो भाइ त 3 टुबे जस्तो देखिँदो रहेछ नि हाम्रो गाउँको। आम्बो look at the view, eh? This is the view. ओए माथि आऊ है, दुईटा चुतिया आउँदैछ तलबाट, बुद्धि खान्छु भाइ। ओए मा त चोत यही सब हादे मा त चोत, यहाँ अर्कोले आइरहेछ, यो मलाई छोडिदिएको भाइ को त अङ्कल हो र? ला आइएम सरी त्यसो भने दिदी होइन होला, आन्टी पो होला हो। के भन्नु त हौ, मम्मी भन्नु? मम्मी तपाईँको कतिवटा छोराछोरी छ? मम्मी तपाईँको घर कहाँ हो? अन्त मम्मी भन्नु भन्छ त अनि के गर्नु? आमा हामीलाई मम्मी भन्नु अरे हो अब बहिनीहरूलाई पनि क्या भन्ने अरे क्या फेरि। आमा कस्तो होला अब होइन। गाइस दिस इज द मेन जहिले मेरो के भन्छ युट्युब भिडियोमा होइन च्यानलमा कपिराइट लाउने मान्छे सबसे ज्यादा चाहिँ यो मान्छे हो होइन। जहाँ पनि गयो म्युजिक बजायो नाचो, अहिले पनि बोला जस्तो नाचिरहेको छ, जहिले कपिराइट लाउँछ है यो मान्छेले मलाई। यति उयस गरिसकेको छ नि मलाई कपिराइट लगाएर अहिले। गाइस म उत्रिँदैछु, मेरो पेन्ट फाटिन्छ अब यो पेन्ट। मलाई तिर्खालाको पानी खानु जाने रोटहरू पो बसिरहेछ। चाबी त ल्यायो नि गाडीको हो, चाबी म पनि तपाईँसँगै जाने अल्छी लागिरहेको छ। जाऊ न उतै पुगेर अनि अहिले आऊ न, केटाहरू बसिरहन्छ होला नि त। यहाँनिर चाहिँ मम्मी बसिरहेको छ मरेको है, मारेर जाने हो। यो आधी घन्टा पछि आउने मान्छेलाई तान्दिउ हान्नु त पब्लिक माको छौँ। यहाँनिर सेन्टीमा बसिरहेछ, यहाँ केटा हो बाइक लगो भनेर नि, उसको बुढी लगो भनेर नि यहाँ सेन्टीमा बसेर। नरिसाउ यार डार्लिङ, नरिसाउ। तिम्रो डार्लिङ तिम्रो फिटा आइसक्यो, तिम्रो डार्लिङ नरिसाउ। सुन भाइ तैँले गरिस् के? गीतासँग डेटिङ गयो, लाटी काटीसँग डेटिङ गयो। यो मान्छे काम लाग्यो, अब बल्ल यो मान्छे काम लाग्यो है हामीलाई। यत्रो टाइम कहाँ लागेपछि हाम्रो नि। सो गाइज हामीले चाहिँ सिसौलीको टावरमा यस्तो भ्यू देख्न सकेको अवस्था। अन्त यस्तो दामी भ्यू यो माया प्रियति पनि लास्टै गाह्रो चिज हो। माया प्रियति पनि हुनु गाह्रो हो केटा हो। हामीलाई पनि यहाँनिर पनि पिकनिक हुँदैछ यार, मलाई आज थाहा भयो। हेर्नु त तपाईँ धेरै नबोल्नु त, यस्तो दामी पिस हावा। यो मान्छे धेरै बोल्छ क्या,
भाइ तेरो घरमा मोमो पाक्दै हो भने त अर्काको घरको मोमो चोर्दै खाँदै जानु यार दिक्छु पत्र यो मान्छे अवश्य बोल्ने खानु दे भाइ त खानु दे आफू नि खाँदैन हैन आफ्नो हुँदैन यसको छैन यसको घरमा मोमो पाक्छ तेरो मोमो पकाउने भाडै छैन भाइ मेरो रिस खुट्टाको पाइताला त चढेर कहाँसम्म पुगिसक्यो मलाई थाहा छैन हानिदिनु मन लागेको छ यहाँ पकाएर मात्र कि नत्र म छोड्दिनँ थिएँ आज यहाँनिर चाहिँ भाइ बहिनी के पो बहिनी नहुँदै होला सायद होइन बहिनी नै हो नि है कि भाइ हो अन्त बहिनी नहुँदैछ पुरा खोलामा भाइ हो माछा पार्दैछ भाइले माछा पार्दैछ त्यता चाहिँ पिकनिक हुँदैछ आम्मामा रमाइलो हुँदैछ हामी टिकटकमा पनि जान्छ नि भाइ हो टिकटक इन्स्टा युट्युबमा जान्छ फेसबुकमा चाहिँ लगाएको छैन फेसबुक पनि अब बनाउँछ अब भाइरल गाइज होइन दाजु बिग फ्यान दाजु मुख नछोप्नु न दाजु बिग फ्यान हामी चाहिँ यहाँ बसेको कति 2 घन्टा भइसक्यो होला है 2 घन्टा बेसी नै भइसक्यो होला तर रमाइलो भइरहेछ यहाँनिर भाइहरू भेट्यो नयाँ भाइहरूसँग रमाइलो गर्यो यहाँनिर एउटा मान्छे के हेर्दैछ थाहा छैन पुरा हाँसेको छ कमेडी पुरा हेर्दै सबजना आफ्नो धुनमा छ यहाँनिर तर रमाइलो छ यहाँनिर हामीलाई पनि रमाइलो त लागिरहेको छ अब अन्त थपेको भएर कस्तो हुन्थ्यो है अब स्टोरी त कस्तो खार बनाइदिएको छ भ्यू यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ के भन्छ सिसोडीको भ्यू टावर भ्यू टावर भन्दा रुख ठुलो छ फेरि यता चाहिँ हेर्नु सक्नुहुन्छ रुख यत्रो छ भने भ्यू टावर यहीँ छ साँच्ची यो 10 तला भएको भए चाहिँ मान्छे त यहीँ बस्दो होला है रातभरि अहिले त यतिकै बस्छ लाउँछु हामी चाहिँ यहाँनिर बुम 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 आयो साला मेरो चाकदुलो परिसक्यो मजा आयो यहाँनिर गरौँ भने यहाँनिर गाह्रो बनाइरहेको छ हामी चाहिँ जाँदैछौँ जाउँ नाल भयो त्यस्तो नबोल न हामी संस्कारी केटा हामी संस्कारी मान्छे हो ब्रह्म ब्रस्त्रम खोइ के अस्त्रम भन्छ नि ए अलिक मुख सम्हालौँ न तँ पनि यो त कालो देखाउँदैछ यार हाम्रो केटाहरू चाहिँ पछाडि आउँदैछ मेरो चाहिँ मामा ग्याङहरू स्कुल पनि छुट्टी भइसकेको छ आज शुक्रबारको दिन त ए थम्नेलको दाम त भाइरल गाइज मैले हेर्नुहोस् के भयो यस्तो बस्नु न हेर्नुहोस् गाइज यो भाइ हेर्दाखेरि मात्र सोझो यो भाइ पनि हेर्दाखेरि मात्र सोझो यो भाइ चाहिँ मा सोझो आयो यस्तो सोझो भाइहरू छ कि गाइज यति साह्रो सोझो छ कि यता हेर त यता यति साह्रो सोझो छ कि हँसिया जस्तो सोझो अझै हँसिया पनि सोझै हुन्थ्यो होला गाइज अरे तर त्यस्तो होइन है केटाहरू चाहिँ अब सोझो छ अब राम्रो छ होइन गुड केटा हो ओपर गुड केटाहरू छ यहाँनिर केटाहरू आफ्नो बिल्ला हान्दै हिँड्दैछ केटाहरूको फेरि दुईजना फेरि यो मान्छे र म चाहिँ भान्जा परेछौँ क्या हाम्रो गेममा यता भान्जा यता म अर्को ग्याङको भान्जा यता अर्को ग्याङको भान्जा अनि ग्रुपको भान्जा हो क्या
दुई ग्रुपको भान्जा अब घर जान चटपटे खाने अनि ल बाई भरे मलाई मेरो च्यानल सब्स्क्राइब गर है फेरि बोधी हान्छु नि अनि चाहिँ बहिनीहरू फुटबल खेल्दै जाँदैछ माथि अनि हामी चाहिँ तल जाँदैछौँ चटपटे खानु सायद हामी ग्रुप हो हामी एनसी ग्रुप हो यहाँनिर चाहिँ बिटिएसको फ्यान है फेरि बिटिएस मेरो फ्यान हो भाइ हो र बिकमेन दाजु के पो अटोग्राफ दाजु दाजु होइन दाजु होस् दाजु नै लास लाग्यो दाजु होइन दाजु लास लाग्यो मलाई फेरि मुख छोपेर हिँड्नु गाह्रो हुन्छ दाजु भन्नु मिलेन होइन रमाइलो गर्दै जाँदैछौँ अब हामी पनि चटपटे खाने अनि त्यहाँदेखि यसो घुमिन्छ होला सायद अब 10 गते मेला घुम्ने जाने प्लान छ हाम्रो चाहिँ कहाँ पो धम्पाल मेला गाउँभित्र मेला लाग्छ ठुलो होइन रमाइलो गर्नुपर्छ तब पनि तपाईँहरूले पनि यसरी नै हेरिदिइराख्नु माया गरिदिइराख्नु हामीलाई पनि फलो के पो सब्सक्राइब फलो लाइक कमेन्ट सब गरिदिइराख्नु नि यार अरूलाई जसरी हामी पनि हामीलाई पनि झन् त होइन म त भाइरल हुनु सकिन्छ होइन ओ दुईवटा बाटा पर्खिरहेको छ हामीलाई ल गाइस अब चटपटे खाने ठाउँमा भेटौँ गाइस चटपटे खानु फेरि ठकुले डाँडा जानुपर्ने यहाँदेखि हिँड्दै गयो भने आधी 1 घन्टाको बाटो होला अब 5-10 मिनटको बाटो होला अलिकति खुट्टा बाबा भित्र बाटो जाउँ है हाइवेमा त फेरि गीत हुन्छ नि ट्राफिक छ नि फेरि हाइवेमा त अब जाँदैछु अहिले त छैन मलाई भेट्नै पर्छ यहाँ आइज भनेर कहिले बोलाएन नि त यहाँनिर लुगा धुँदैछ यहाँ माछा मार्दैछ र सबजना आफ्नो काम गर्दैछ यहाँ दाइहरू फेरि अझै पुल खेल्दैछ नि फेरि हामी आज पुल खेलेको कतिचोटि हान्नु पऱ्यो मलाई नै थाहा छैन जतिचोटि हाने मिलाएर हाने तर छिटै छिएन के भन्छ पत्ताउँदैन क्या माको सब गरे छिट्दैन दुलो भाइ के गर्नु हाइवे आइपुग्यो बल्ल अब आधी बाटोदेखि ओइ हामी पनि भागो हाम्रो बुलेट भाग्यो 1 सेकेन्डमा नि थिएन होला मिली सेकेन्डमा कर्दैको छिटो जाउँ कराउँदै थियो ओइ कुदाउन हौ अरू गाडीहरू क्या हो यहाँ नि यतिसम्म खिच्चा भयो के खायो भने कहाँ पुगिन्छ अरे मन परेको मान्छे मात्रै खान पायो भने स्वर्ग पुगिन्छ क्या पत्र खानु पायो अरे भन्दा तिमीलाई त्यो गाँजाले ट्रिप जस्तो लाग्छ नि सेम ट्रिप लाग्छ मैले त्यो भनेको होइन मलाई हामी त्यस्तो गरिँदैन हेलो के भयो हामी चटपटे खाने ठाउँ आइपुग्यो गाइस हाम्रो गाउँको यहाँनिर मान्छे फेरि यो चाहिँ के बोल्दैछ यहाँ के बोल्दैछ हेर्नु त यो मान्छेहरू काम छैन क्या यताउति हामी दुई चाहिँ फेरि 1 नम्बर सोच होइन यो मान्छे चाहिँ 2टा अगाडि काम छैन खराबहरू हो हामी चाहिँ चटपटे खाने ठाउँ आइपुग्यौँ है हाम्रो गाउँको फेभरेट उता बस्नु न यहाँनिर चाहिँ हो यहाँभन्दा यही ठिक छ त यहाँनिर चिलमा हामी बस्दै
भ्यू हेर्दै है उता पनि भ्यू हेर्नु गएको यता पनि भ्यू हेर्दै जता पनि गयो भ्यूमै मात्र हेरेँ रमाइलो यही हो हाम्रो लागि हाम्रो चटपटे आयो यो बस्ने भएन हो गाइस बस्ने यो मान्छे चाहिँ आफ्नो कहानी भनेको भनेको छ फेरि थ्याङ्क यू छोरी मान्छेलाई सिक बनाउनु यो गोप्रो हो मुडमा ल्याउनु त होइन त्यो हुन्छ नै के मैले त गरेको नि प्र्याक्टिकल्ली अरे फिजिकल्ली मेरो वान अफ द फेभरेट प्लेस है चटपटेको चाहिँ फेरि म त त्यो साह्रो चटपटे खाँदैन मलाई यहाँनिर मिठो लाग्छ हाम्रो केटाहरू सबजना यही बेला हुन्छ धेरै जस्तो चटपटे खाँदाखेरि चाहिँ यहाँनिर पनि छ सिस्टर आन्टीहरू आइरहेको छ आन्टी छोरी आई थिङ्क छोरी आन्टी हो या दिदी बहिनी हो के हो थाहा भयो होइन के भनिदिइहाल्छ यो मान्छे आज आन्टीहरूले सिकाउँछ अरे नि त तिमीलाई नसोर्छ नखुन खराब होइन बाबा फेरि भन्नु त ना सोर सराबा ना खून खराबा अरे लड़की लोग लेती है अरे आंटी लोग देती है के भन्छ त्यो ना खून खराबा तो हाँस्छु कि म लगाछु हामी चाहिँ यो खाइसकेर त्यहाँदेखि भेटौँ अब चाहिँ एकैचोटि घर जाइन्छ होला यहाँदेखि अभिनम सर पानी उता छ अनि त्यहाँदेखि घर गइन्छ नि होइन के गरिन्छ आज अस्ति जस्तै क्या आज पनि कहाँ जाने कहाँ नजाने भयो सुरुमा सोच्यो धम्बाल जाने घुम्नु त्यतातिर जङ्गलतिर एकछिन जङ्गल जानुपर्छ त्यहाँनिर मन्दिर र जङ्गल गएर हेर्नुपर्छ त्यहाँदेखि के भन्छ त्यता घुङ्गी भयो भने खानुपर्छ भनेर सोच्यौँ भएन अनि 4 जना मिलेर चाहिँ उता जाने भयौँ क्या यहाँ माछा पकाउन गयो भैँसी खेल्ने के भयो खोलामा माछा मार्नु गयो भैँसी खेल्ने खोलामा गोरु पौडी खेल्दै सुँगुर हो पिग डान्सिङ पिग अनि अब त्यही हो रमाइलो समाइलो गऱ्यो अब घर जाने गरेर भिडियो एडिट गर्ने अनि लाउने युट्युबमा अनि त्यहाँदेखि के हुन्छ युट्युब टिकटक कता कता हुन्छ होइन रमाइलो छ ड्रिम हो सब्सक्राइब गर्नु होला च्यानल चाहिँ है ए यहाँ होइन हान्दै हिँड्दैछ मा कसम बच्चा जस्तो अब घर जाने हामी घर जाने हाम्रो बुलेट बाइकमा 4 सिक अब च्यातिने त्यहाँदेखि बिस्तारै मलाई कसरी थाहा छ म बच्चा छैन म बुढो भइसकेँ बाजे सेवारो मेरो जिन्दगीकै वाट लाग्यो बाजे सेवारो त्यसो भने बुढो लाग्यो भन्छ अब सेवारो त भन्नु पर्यो नि बुढो लाग्यो भन्दाखेरि तपाईँहरू चटपटे खाना आउनु सक्नुहुन्छ है यहाँनिर दामी बनाउँछ नि आन्टीले फेरि मेरो चाहिँ फेभरेट हो नि मेरो भनौँ न हाम्रो केटाहरूको सँगै बसेर खाने ठाउँ बसौ न अहिले पनि लागि नै रहन्छ सोल्टिने आउँदैछ राम्रो सोल्टिने गुर्जी जाऊ आयो खुट्टा कसरी टेक्नु परिरहेछ नि मलाई मात्र थाहा छ बाटो भेटाइन्छ हेर न हो र अब चाहिँ हामी छुट्टिने बेला भयो सबजना भयो ल गाइस अब चाहिँ हाम्रो भ्लग पनि इन्डिङमा आइपुग्यो होइन हामी चाहिँ अब गाउँ आइपुग्यो
त्यहाँदेखि लाउने लगाइस भोलितिर अब भोलितिर भिडियो आउँछ बाई बाई